आमा हजुर मलाई बास्केट खेल्न एकदमै मनपर्छ म स्कुलमा ट्रेनिङ लिन्छु नि ए हो कहिलेदेखि लिने आजदेखि सुरु हुन्छ अनि कति फी लाग्ने के छ बुझ्यौ फीहरू त बुझेको छुइनँ ए ठिकै छ तिमीलाई त्यस्तो बास्केटबल खेल्नु मन छ भने गेम म्युजिक अरूमा पनि लिन सक्छौ फीको लागि केही पे नगर तर पढ्नु पनि पर्छ है अब यसो गर न त आजदेखि नै हो भने जाऊ तर के कति लाग्छ कुन समयमा जानुपर्छ त्यो पनि राम्ररी बुझ अनि फीको चाहिँ पिर नगर है हजुर मलाई कस्तो गिटार किनिदिनु न के अरे गिटार हजुर अनि कति पर्छ नि गिटारलाई त्यो 15-20 हजार लाग्छ आम्मामा 15-20 हजार अरे गिटारलाई म सक्दिनँ 15-20 हजार दिन त यहाँ खाना लाउनलाई पैसा छैन अनि तँलाई म 15-20 हजार दिनु गिटार किन्नु होइन त्यो एउटा गिटार त होइन गिटार बजाउन सिकेर चाहिँ के चाहिँ गर्ने अह म सक्दिनँ गएर पढ खुर्क पढ जा 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 ओहो 7 बजिसकेछ आज छोरा किन आएन कल पो गर्नु पर्यो हेलो बाबु तिमी कहाँ छौ रात परिसके त आउने बेला भएन ए कसकोमा छ अरे त्यहाँ आन्टी हुनुहुन्छ ल एकचोटि देऊ त ए नमस्कार दिदी हजुर आरामै हुनुहुन्छ ए त्यहाँ नानीहरू आएको रहेछ अनि अलिकति रात परिसक्यो किन ढिलो आयो भनेर यसो बुझ्नलाई कल गरेको थिएँ ए ठिकै छ दिदी अलिक नानीहरूलाई अब कतिखेरसम्म बस्ने छिटै पठाइदिनु न ल ए हुन्छ दिदी हस् नमस्कार दिदी हुन्छ होइन आज मेरो छोरा कहाँ गयो अहिलेसम्म आएन होइन 10 बजिसक्यो कहाँ छ होला यो ए आफै आउँछ होला ठुलो भएको छोरा पो साथी के छ हालखबर ठिक छ नि साथी न त कसैले माया गरेछ न त वास्ता गरेछ जिन्दगी सक्सेसफुल भएको छैन साथी तिमीलाई एउटा चिज ल्याइदिइरहेको छु क्या यो खाऊ न आम्मा कस्तो हेभेन फिल हुन्छ क्या नाइ साथी नाइ हुँदैन साथी लिनुपर्छ क्या यस्तो त लिन न लियो म त मान्छे निकै अभागी नै रहेछु न त मेरो आमा बाबाले माया गर्छन् न त कसैले आजकल मलाई के भएको न खान मन लाग्छ न खेल्न मन लाग्छ न केही कुरामा रुचि लाग्छ मलाई त आजकल कुनामा गएर एक्लै बस्न मात्रै मन लाग्छ मम्मी हजुर आज हामीले बास्केटबल टुर्नामेन्ट जित्यौँ नि ओहो लु बधाई छ छोरा यो त धेरै राम्रो खुसीको कुरा हो ल यस्तै यस्तै राम्रो काम गर्नु है यस्तै सधैँ
एकदम राम्रो कुराहरू सुनाउनु मेरो सधैँ आशीर्वाद छ ल। यो खुसीको कुरा चाहिँ म बाबालाई पनि भन्छु है, राम्रो पढ्नु पर्यो त्यसको अलावा। हस् ल गुड। किशोर किशोरीहरूमा शारीरिक मानसिक र मनोवैज्ञानिक पक्षहरूको तीव्र विकास हुन्छ। उनीहरू समस्या होइनन्, उनीहरूलाई समस्या हुन सक्छ। उनीहरूलाई बुझौ, उनीहरूलाई माया सद्भाव दिई साथै राम्रो हेरचाह गरी सही मार्ग निर्देशन गरौँ। भनिन्छ नि, टिनेजर्स आर नट केयरलेस बट दे आर केयरलेस।